बुढाबुढी टक्क लाएर सीफुड खान भनेर आएको साथी हो खाए ल भनेर खानु पर्यो नि त टक्क लाएर हेर्नुहोस् त हल्का अकबरेको अचार लाउँछु अनि खान्छु टक्क लाएर अकबरको अचार पिनेर ल्याएको छु घरदेखि खाए ल त्यसका लागि आएन त अरू त त्यसरी पप्प खाएको देखेको थिएँ आफू त फर्स्ट टाइम बुढा चाहिँ कता लुके राख्नु भएको कता लुके राख्नु भएको अहिले यता आउनु नि यो चाहिँ के रहेछ थाहा छैन मैले नि देखेको थिएँ अमिलो पनि हुँदो रहेछ बुढाले खाएको थियो यो लान्छ नि हौ किन राख्छ र यो चाहिँ मोमो आई डोन्ट नो कस्तो हुन्छ जम्बो मोमो यस्तो हुँदो रहेछ भेज हो यो केक मोमो जस्तै मिठो हुँदो रहेछ क्या त बसा त नि बास भयो एउटा मिठो लाग्यो मलाई नि भित्र किनीमा किनीमा चाहिँ केमा हुन्छ यस्तो हुँदो रहेछ गुलियो केमा हुँदैन क्रिम हो क्रिम मेरो भ्याउनै छ खाँदैन मिठो लाग्यो मलाई यो चाहिँ बुढालाई ल्याउनु नि एउटा भन्दा मानेन मासु होला भनेर उसले ल्याएन म त ल्याएँ नेक्स्ट चाहियो के नाम पनि थाहा छैन त्यही पनि भएको जति पुरा बोकेर आएको हामीले खाने मोमो जस्तो लागेन नि त त्यो कुरा सबै ल्याएकै भएको जति पुरा त्यहाँ के पुरै ल्याएको यो मात्रै पुरा के त नरिवलको उ हाल्छ क्या चिजहरू चिज अनि के नरिवल म त यस्तै होला भनेको यो त मन परेन चाउमिन पनि मिठो छ हौ बुढा अहिले दाल खानु नि मेरो बुढा कस्तो लुकेर खायो यो चाहिँ मासु नै हो कि माछा हो के को मासु होला गोरुको होला होइन माछा हो माछा समोसा त गुलियाहरूको समोसा है
आजको दिन यस्तै यस्तो साथी हो कहिले घुमिन्छ कहिले यसरी खाइन्छ बुढालाई अचार कम्ती भएन आमाले पठाएको तिमुर थियो नि त्यो तिमुर पनि लगाएको 2-3 वटा दाना कम्ती भएर मैले खाइसक्नु बाँकी छ हजुरलाई कम्ती भयो नि त है कम्ती हुँदैन नि अघि खाइसक्नु बुढाले कहिले यस्तोमा आएर खाएको थिएन फर्स्ट टाइम ऊ मासु पकाउनु थाहा भने खाँदैन त्यही भएर मैले लिएर आएको के गर्नु पे गरेपछि त है बुढीले जसो जसो भन्यो त्यसै त्यसै सोहा गर्नु पर्दो रहेछ अन्त तर यहाँनिर नि भेज फाल्टो राखेको हुन्छ मासुहरूको फाल्टो राखेको हुन्छ नि त मैले त्यसो देखेँ सबै एकै ठाउँ हुँदैन भनेर त्यो यसरी प्लास्टिकमा घोल्ने बाला भनेको हजुरले सबै एकै ठाउँ हुँदैन अब यताको टमाटर यताको सबै यताको टमाटरको सबै उठिँदै नै भनेको तर नहुँदैछ क्रिमले गरेर खाइसक्नु मैले त क्रिमले गरेर खानु नि त हौ नखानु त राख्नु नि साइडमा टुमा चाहिँ भयो मलाई पनि अन्त यो चिज चाहिँ मन परेन मलाई गुलियो न गुलियो चाहिँ खानु पर्यो भनिरहेको क्या अलिक गुलियो अहिले त धेरै भएर नि म त उल्कै भयो भने जस्तै भयो पापी त पापी नै हो है हामी आमामा यस्तो यस्तो खाने हो यसकै हो ज्यादा अर्कै भएछ यो भित्रको किरा हौ त्यो चाहिँ ल पुग्यो मलाई चाहिँ टनक्कै भयो टनक्कै अब आइसक्रिम खान्छु अनि पुग्छ मलाई बुढालाई खान्छ बुढाले आइसक्रिम लास्ट दिएर मान्छे उठ्नै हुँदैन यिनीहरूले बोकेर लैदिहाल्दो रहेछ भाडा कस्तो लाग्यो बुढा बाई बाई गाइस